नेपाल र नेपालीको इतिहाससँग जोडिएको पवित्र भूमि हो गोर्खा। न्याय नपाए गोर्खा जानु भन्ने युक्तिको सार्थकता बोकेको भूमि हो गोर्खा। नेपालको एकीकरण सुरु गरेका राजा पृथ्वीनारायण शाहको जन्मस्थल शाह वंशको उत्पत्ति राज्य गोर्खा जिल्लाको सदरमुकाम काठमाडौँबाट 140 किलोमिटर उत्तर पश्चिममा अवस्थित छ। ऐतिहासिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण यो स्थान पोखरा काठमाडौँ राजमार्गमा पर्ने आबुखैरेनीबाट 24 किलोमिटर उत्तरमा अवस्थित छ। काठमाडौँभन्दा पहिले गोर्खा नेपालको राजधानी थियो। नेपालको गोर्खा जिल्लामा अवस्थित गोर्खा दरबार 16औं शताब्दीमा राम शाहले निर्माण गरेको ऐतिहासिक स्मारक हो। यो दरबार लगभग 3300 फिटको उचाइमा रहेको पहाडको टुप्पोमा बनेको छ। गोर्खा बजारबाट 17औं शताब्दीको काली मन्दिर भएको पुरानो दरबार पुग्न केही समय उकालो हिँड्नुपर्छ। गोर्खा दरबारको मूल परिसर प्रवेश गर्नुपूर्व नै हनुमान भन्ज्याङ रहेको छ भने त्यहाँबाट देब्रेतर्फ सिद्ध पाइला, चण्डीथान, वज्र भैरव र उपल्लो कोट जस्ता महत्त्वपूर्ण सम्पदा स्थलहरू रहेका छन्। मूल गोर्खा दरबार परिसरको प्रवेशमा नै रहेको छ आकर्षक एवं कलात्मक चौघेरा दरबार।
पल्लो कोट, वज्रभैरव थान, चण्डी थान, सिद्ध पाइला, हनुमान भन्ज्याङ, श्री विद्या मन्दिर, चौघेरा दरबार, रोड पाटी, गोरखनाथ मन्दिर, पशुपतिनाथ, गुजेश्वरी, पण्डित पाटी, गोर्खा मूल दरबार, रङ्गमहल, गोरखकाली मन्दिर, शीतल पाटी, नगरा पाटी, गणेश मन्दिर, रामशाह चौतारी र तल्लो कोट गोर्खा दरबार परिसरमा रहेका महत्त्वपूर्ण सम्पदा स्थलहरू हुन्। गोर्खा दरबारले परम्परागत नेवारी वास्तुकला र रणनीतिक सैन्य डिजाइनको उल्लेखनीय मिश्रण प्रदर्शन गर्दछ। मुख्यतया काठ र ढुङ्गाबाट निर्मित संरचनाले नेवारी कालीगढहरूको शिल्प कौशल र गोर्खा बाहिरका त्यस समयका वास्तुकला सिद्धान्तहरूलाई प्रतिबिम्बित गर्दछ। बहुस्तरीय तहहरू र जटिल काठका नक्कासीहरूले दरबारको विशेषता प्रस्तुत गर्दछ। प्रत्येक खण्डले सौन्दर्य र कार्यात्मक दुवै उद्देश्यहरू पूरा गर्दछ। दरबारभित्र विभिन्न हिन्दू मन्दिरहरू रहेका कारण गोर्खा दरबारको धार्मिक महत्त्व पनि छ। दरबारको पश्चिमी भागमा 17औं शताब्दीमा निर्माण गरिएको कालिका मन्दिर छ। मन्दिरका काठहरूमा देवी देवता, चराचुरुङ्गी, जनावरहरूको आकृति कुदिएको छ। गोरखनाथ मन्दिर देवी गोरखकाली मन्दिर नजिकै अवस्थित छ। गोर्खा राज्यको नाम बाबा गोरखनाथको नामबाट राखिएको भन्ने गरिन्छ। भनिन्छ पृथ्वीनारायण शाहलाई राज्य एकीकरण गर्ने प्रेरणा पनि गोरखनाथबाटै मिलेको थियो। तत्कालीन समयमा नेपाल 22-24 गरी 52 भन्दा बढी ससाना राज्यहरूमा विभाजित थियो। द्रव्य शाहले विक्रम सम्वत 1616 मा गोर्खा राज्य जितेर पहिलो शाहवंशीय राजाको रूपमा राज्यारोहण गरेका थिए। राजा नरभूपाल शाह र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रूपमा विक्रम सम्वत 1779 पौष 27 गते पृथ्वीनारायण शाहको जन्म भयो। यसै गोर्खा दरबारमा जन्मिएका पृथ्वीनारायण शाहले टुक्रिएर रहेका ससाना राज्यहरूलाई एकीकृत गरी हालको विशाल नेपाल निर्माण गरेका थिए।
मूल दरबारको तलतिर जङ्गलको बीचमा गणेश मन्दिर, रामशाह चौतारी र तल्लोकोट जस्ता धार्मिक एवं महत्त्वपूर्ण सम्पदा स्थलहरू रहेका छन्। गोर्खा सदरमुकामको मुटुमा रहेको छ रानीपोखरी परिसर। परिसरमा रामेश्वर मन्दिर रहेको छ, जसको ठिक अगाडि 19 फिट अग्लो एउटै ढुङ्गाको स्तम्भमा पृथ्वीनारायण शाहका जिजु हजुरबुबा पृथ्वीपति शाहको शालिग रहेको छ। गोर्खाकै आकर्षणका रूपमा रहेको छ तत्कालीन समयमा तल्लो दरबारका रूपमा बनेको दरबार, जुन हाल गोर्खा दरबार सङ्ग्रहालयका रूपमा रहेको छ। सङ्ग्रहालयमा गोर्खाका तत्कालीन राजाहरूको परिचयात्मक कक्ष, तैलचित्र कक्ष, जन्मकुण्डली तथा उपदेश कक्ष, हात हतियार तथा सैन्य कक्ष, ग्रन्थ कक्ष, धार्मिक, सामाजिक तथा आर्थिक कक्ष, कलात्मक भाडा वर्तन कक्ष, प्राचीन चैत्य कक्ष, बाजा कक्षका साथै दरबारको चोक र दलान अनि पृथ्वी पार्क पनि रहेका छन्।